सो हेलो भ्युअर्स, आज चाहिँ हामी तपाईहरुलाई देखाउन आइरहेको छु एउटा प्लट डागापुर बान्ड्रीजोत। यो जुन चाहिँ बाटो आउँछ यो चाहिँ सिधा बान्ड्रीजोतबाट आउँछ। मेन ब्रह्मा रिजोर्टको अपोजिटको बाटो हो। 100 मिटर्समा आएर यहाँ एउटा मोड आइपुग्छ हो। यो मोड हेर्नुस्, यो मोड आइपुगेर तपाईँ राइट लिनुभयो भने यहाँ एउटा दोकान पनि छ हो। त्यहाँ एउटा दोकानबाट एउटा घर छ, घरको उतापट्टि चाहिँ छ प्लट तपाईको। यहाँ छ तपाईको एउटा प्लट, कमर्सियल पनि हुन्छ, यहाँ दोकानहरू पनि बनाउन सक्नुहुन्छ तपाईहरुले। अनि प्लट चाहिँ तपाईको यो भइहाल्यो। यहाँदेखिको यो यहाँदेखिको लिएर यहाँसम्म पाउनुहुन्छ तपाईले प्लट चाहिँ हो। अनि तपाईको भित्रपट्टि चाहिँ त्यस्तो छ। यो चाहिँ तपाईको डिमोलिस गर्नुपर्छ, तपाईहरुले मजाले यहाँ राम्रो घर निस्किहाल्छ। अन्त भित्रबाट चाहिँ प्रपर्टी चाहिँ यस्तो छ तपाईको। यहाँ फ्रन्ट यत्रो पाउनुहुन्छ तपाईले। यसको साइड प्लान म तपाईहरुलाई प्रोभाइड गरिदिन्छु हो। यहाँ यो चाहिँ तपाईले डिमोलिसै गर्नु सक्छ, तपाईले रिपेयर गर्दा पनि हुने रहेछ। यसमा चाहिँ तपाईको एउटा फ्लोर बनिसकेको छ, बेसमेन्ट हो। यो एन्ट्रेन्सबाट हो, यो चाहिँ भित्रपट्टि हो। यस्तो छ तपाईको चाहिँ, यो चाहिँ डल्लै रिपेयर गर्नुपर्छ हो। यहाँ एउटा रुम छ, यहाँ पनि एउटा रुम छ, यहाँ पनि छ। अन्त अगाडि तपाईले पार्किङ बनाउँदा पनि हुन्छ हो। यो चाहिँ तपाईले डल्लै डिमोलिस गरेर जमिनको मात्रै तपाईलाई रेट लिन्छ तपाईले। यहाँ चाहिँ तपाईको अगाडि राम्रै छ, फ्रन्ट पनि यत्रोमा तपाईले कार पार्किङ पनि हुन्छ, नभए दोकान बनाउँदा पनि हुन्छ हो। पछाडिपट्टि चाहिँ ठुलो बिल्डिङ बनिसकेको छ हो। अन्त साइडमा लोक्यालिटी चाहिँ यस्तो छ तपाईहरुको। यहाँबाट आएर सबै हेर्नु, सबै नेपालीहरू छ, बङ्गालीहरू छ, मिक्स छ यहाँबाट चाहिँ। यो चाहिँ डागापुर हो तपाईको। 1 कट्ठा 5 छटाक छ यहाँ चाहिँ डागापुरमा। ब्रह्मा रिजोर्टको अपोजिटबाट पस्ने गल्लीमा छ। अन्त प्लट चाहिँ यो हो तपाईको, यो भइहाल्यो। ल्यान्ड फर सेल इन डागापुर, अपोजिट अफ ब्रह्मा रिजोर्ट, बान्ड्रीजोत। यो चाहिँ अब हामी बाटोबाट निस्किँदैछु त्यो प्लटबाट। तपाईले हेर्नु सक्नुहुन्छ, यो चाहिँ प्लट चाहिँ तपाईको हार्डली 200 मिटर्स 300 मिटर्सको बिचमा छ, मेन हाइवेदेखिको डागापुर। ब्रह्मा रिजोर्टको अपोजिटबाट पस्नु, यताबाट गयो भने दार्जिलिङ हो, यताबाट गयो भने दार्जिलिङ। एउटै गल्लीबाट बान्ड्रीजोतमा।